तपाईहरुलाई थाहा छ अटिज्म भनेको केवल चुनौतीहरूको नाम होइन, अटिज्म भएका व्यक्तिहरूमा पनि धेरै अद्भुत क्षमता र प्रतिभा हुन्छन्। प्रत्येक व्यक्ति फरक हुन्छ, त्यसैले सबैमा एउटै क्षमता हुँदैन। अटिज्म भएको व्यक्तिहरूमा हुने क्षमताहरू एक्सिलेन्ट मेमोरी, धेरै कुरा लामो समयसम्म सम्झने क्षमता, अटेन्सन टु डिटेल, अरूले छुटाउने साना परिवर्तन पनि सजिलै देख्ने, अनेस्टी, स्पष्ट, सच्चा र विश्वासिलो व्यवहार, डीप फोकस, मनपर्ने विषयमा लामो समयसम्म ध्यान दिन सक्ने, क्रिएटिभिटी, नयाँ तरिकाले सोच्ने र सृजना गर्ने क्षमता, लजिकल थिंकिङ, तथ्य र तर्कमा आधारित समस्या समाधान गर्ने, भिजुअल लर्निङ, तस्बिर, चार्ट र भिडियोबाट प्रभावकारी रूपमा सिक्ने, प्याटर्न पहिचान गर्ने क्षमता, संख्या, आकृति वा संगीतका ढाँचा छिट्टै बुझ्ने, संगीत तथा कलात्मक प्रतिभा पनि हुने गर्दछ। र अटिज्म कमजोरी होइन, फरक तरिकाले सोच्ने र संसारलाई अनुभव गर्ने एउटा माध्यम हो। हामीले उनीहरूको सीमा भन्दा बढी क्षमता, प्रतिभा र सम्भावना देख्न सिक्नुपर्छ।